रुखबाट भर्खर झऱ्यो नि त्यो आँपको रुख हो कि यसको रुखबाट चित्त देखिरहेन त्यहाँ यत्रो बच्चा खाँदा त्यति केही गर्दैन हामीलाई चाहिँ माउ चाहिने रहेछ भने चाहिँ फेरि आएर घट्टै गनाउँछ म त किन कराउँछ चरा भन्छु त खतरा खतरा झरिदिएर रहेछ अनि ल ठिक छ नेचर्स कल कस्तो हसिलो बाटो छ आइट दुई ठाउँमा त मेरो लड्ने आइटम फेल भइसक्यो लडिन खोला आइपुगिसक्यो यो नदरी चाहिँ धादिङ होइन त बाबा यस बस भन्थ्यो अबिन सिप्लेर मान्छे जाँदैन मोबाइललाई त म जसरी पनि बचाइहाल्छु भने कस्तो कस्तो ठाउँ हो के हात ठाउँ धीरज से काम लेना होगा मैन भन्छ अहिले यही त फाइदा फाइनली हामी म धादिङपट्टि इन्टर्न गर्न लागेको छौँ इन्टर गर्न कति यत्रो होला त तेरि झन्डै लडाएको थिएँ म ल यो चाहिँ धादिङ होला है कोही साथीहरू धादिङबाटै हेरेर आएको छ भने मेरो धादिङ मलाई भेट्न आउनु होला हाम्रो खेतको पानी लाने ठाउँ चाहिँ कहाँनिर हो बाबा तल देखिन्छ है जान लिए तुझे यो चाहिँ कुन खोला हो यो खोलाको नाम चाहिँ के हो वाउ इट्स नेम इज खरे खोला थम्बनेल बाटो चाहिँ अलि जेर्नै रहेछ क्या जेर्नै रहेछ र नि अन्त ऊ आमाले बुझिसक्नु भयो आमा म त हिँड्नै नसकेर थ्याट पसिनै भइसक्यो मलाई त आधी हिँड्नु लाग्छ बाबा ठाउँसम्म पुग्नुलाई नि हो आधी हुनुहुन्छ यो के अरे भन्नुहुन्छ फेरि अहिले छिटछिटो आस्ता अब सिधै माथि पुगेर गर्छु भ्लगमा ट्वाइँ काट ट्वाइँ हिँड्नु पऱ्यो ट्वाइँ काट ट्वाइँ चाहिँ ठ्याक्कै आइपुग्यो गाउँमा कहाँनिर बाबा त्यो मान्छे घर सन्देश अनि तपाईँ बिरामी भने के अन्त यस्तै हो बुढौनी भयो रोग पनि लायो आपको रुख रहेछ यहाँनिर ठुलो ठिक छ हामी चाहिँ आइपुग्यो माथि नै बोल्ने स्टाइलहरू क्या छ होला यो चाहिँ एकदम झिक्दै झिक्दैको म है बेसी गाह्रो छ नि म होइन कति गाह्रो छ मौरी चाहिँ अस्ति नै झिकेर छैन त्यता तार्दै थानको बाटो लानुहुन्छ तारको लाँदा हजुर हजुर प्योरेस्ट अनि बबाल छ ल है त हजुर लाग्यो अब म कार्तिकतिर आउँछु ल बाल कार्तिकतिर आउँदाखेरि चाहिँ अब अलि टन्नै लाने गरी ल जला म गरौँगा नि भयो त ओह्रालो झर्न थालियो गाइस गोडामा घावै भइसक्यो मेरो बाबा वहाँ पुगिसक्नु फेरि
सकिरहेको नि अब तेरि ल पर्ने हुन्छ अनि आँगन म यस्तरी यतिको त म गाउँ बसेर सिकिहालेँ नि बवाल छ यो खोला सानो अहिले त साह्रै सानो छ बढ्ने टाइम आउँदैछ यसको लोएस्टमा हो यो ऐसेले नै रहेछ त्यहाँ तर नराम्रो टाइम धेरै लाग्छ फेरि या बाबु चाहिँ तलबाट नै उता तरिसक्नु भयो म चाहिँ आएको म पहिला यहीँ अलि बाख्रा सार चलाउन वाउ र बनाएर रहेछ यार खतरा बनाएर रहेछ भवाले छ त टायर सायर के हो बुढाहरू यहीँ आउँछु म अब 1-2 दिन खेतमा आउनु पर्ने छ त्यही टाइम आउँछु हजुरहरूलाई देखाइदिइहाल्छु नि म यहाँ होइन वाउ ल यत्तिको चाहिँ बनाएर रहेछ नै बुढाहरूले पारि जामुनेतिर पनि बुढाहरू आउँछ यहाँ ठिक छ माछा देख्न सक्नुहुन्छ माछाहरू कुदिरहेको हुन्छन् अलिकति गहिरो हो यति गहिरो भनेले मेरो साथी आउँछ त्यही हो मैले फर्स्ट टाइम स्विमिङ सिकेको होला चाहिँ माछाहरू कति हुन्छ कि यहाँको नाम मैले मेरो आँखाले देखिरहेको छु क्यामेरा चाहिँ देखिँदैन होला हामबाट हाम फाल्यो कि हामी भाग लाएर त्यहाँबाट हामबाट ढुङ्गाबाट पानीमा हाम फाल्छौँ म फेरि फर्केर जानुपर्ने छ म यति देखाउन लगाएको साथीभाइहरू पोकेले गर्दा साथीभाइहरू भन्ने मानि लागिसक्यो मलाई खालि मेरो घर आएर पोके साथीभाइहरू सुन्दरता यहीँ छन् हुन्छ के भन्छ ल एकदम आनन्द पिस छ तर बाघहरू यहाँ आउँछ है ततिर आउन चाहिँ बाघहरू आयो भने त फेरि पिस हुन्छ नि त यहीँ आउने हाम्रो गोठ चाहिँ त्यहाँनिर त्यो रुखहरूबाट आउने र रुखले छिक्या छ गोरु चराउन आउँथ्यौँ हामी यहाँ गोरु जुधाइदिन्थ्यौँ जोसँग लाउनु पऱ्यो भने जुधाइदिन्थ्यौँ चिल पारमा बस्ने हो त्यहीँ गएर पौडी हिँड्ने देखाइहालेँ मैले होइन अनि आँपको रुख सब आँप यहाँ आँप ऊ त्यहाँ नि आँपको रुख छ त्यो नि आँपको रुख हो हाम्रो गोठमा त्यहाँनिर नि माथिपट्टि त्यहाँनिर त 3-4 छ गोठमा त 3-4 छ एक ठाउँमा उतापट्टि बेलसेल लट्छ के चाहिँ चाहियो क्या तपाईँहरूले कहिले खाजा ल्याउनु पर्दैन थियो हामीले यहाँ आउने ट्यागको गोरु त त्यहाँ त्यो गोठो हाम्रो त्यहाँबाट फुकाएर छोडेपछि यहाँ कसको गोरुसित जुत्न आउने भनेर हुन्थ्यो गोरु हुन्थ्यो यहाँ त पुरै त्यतातिर सब गोरु हुन्थ्यो पारिपट्टिबाट नि आउँथ्यो यहाँ फेरि अलवेज सिनियर हुन्थ्यो गोरु जुधेर धुन सङ्ग्राङ गर्थ्यो बान्न नसक्ने हुन्थ्यो बेलुका राति त त्यस्तो हुन्थ्यो अहिले के गर्नु बुढो भइयो भन्न नमिल्ने चाहिँ कठिन होला सानो होला हामी पानी खाना गर्न आउँछौँ त्यहाँ मुलमा गएर अहिले पानी खानुपर्छ उँधो मुन्टा लाएर त्यो खाएको म अलि पुरा पागलै बनाउन लागिसक्यो क्या मलाई यस्तो भयो कि दिमाग चक्राउनु थालिसक्यो म त त्यहाँ एक लट त पानीमा डुबेर आइदिउँ कि भनेको रमा थोरै ढिलो हुन्छ नि त बाबा घाँस काट्नु लाग्नु हल्का बाबालाई हेल्प हानिदिउँ न त हेल्प गरौँ भनेर आएको छिटो अन्त म एक लट त्यहाँ डुबेर नै आउने सोच्थेँ मेरो आज शान्ति नै पौडी खेल्नु त यहाँ नि हुन्छ नुहाउनुलाई बर्खामा यो खोला नसोचेको ठुलो आउँछ साथीभाइहरू नसोचेको ठुलो आउँछ तर नसक्ने हुन्छ म तपाईँलाई पानी खाएर देखाउँछु म कसरी पानी खान्छु भनेर है त पहिला सबैभन्दा सुरु हामीले घुँडालाई यसरी माथि सार्नुपर्छ यो चाहिँ एकदम मिठो पानी हो यसरी घुँडालाई डुबाउने केही हुँदैन यो ट्याक्कलाई यसरी घुँडा डुबाएपछि ओ माई गड यस्तै मिठो पानी खायो देख्नुलाई जस्तो भयो नि माई गड मेरो ब्याग झर्ला फेरि मैले यहाँ अलिअलि अर्थ कुरादेखि तर खान्छु ब्यागै मैले ल्याङ हान्दा खोलामा
माछा मार्न आउँथ्यो हामी पहिला पहिला खोलामा जाऊँ न त बाई बाई खोला धन्यवाद पानीको लागि यस्तो भएको के साथीहरु त्यो गर्मी भइसक्यो क्या त्यो महलले मलाई गर्मी नै भइसक्यो बाबा गरेर रुखमा गएर झार्न थालिसक्नु भयो घाँस मन पर्छ खतरा चढ्थ्यो रुख बानी बिग्रियो ए यो त ज्योतिषे छ त है बाबा यो ज्योतिषे छ त कि ज्योति छैन ज्योति छ के हो पुछार मात्र जोते हो क्या बिउ राख्न जोते होला कि जोते नै हो म के बुझ्नै सक्दिनँ जोते आधा हेत हो रहेछ चाहिँ हामीले अर्केर गर्नु देखा ज्योति सोति गरिरहेछ बाबा डन हो नि बिस्तारै चिप्लेला